साम्पाङले यो गाना कण्ठ पार्नु भनेदेखि म्याथ सिक्ने भए भन्ने गीत कण्ठ पार्नेहरूलाई आपत्ति भएको मैले देखेँ। अब यो गीत किन कण्ठ पार्नुपर्छ यसको पछाडिको रिजन म पनि दिन सक्छु। एक दिन एउटा लाइभमा जय घन्टी भनेर 4-5 जना भाइहरू माथि बसेर जातको कुरा गर्दै थिए। मलाई पर्यो आपत, म चढेँ माथि उनीहरूलाई सम्झाउनको लागि। अनि के भन्यो भने जातको कुरा नगर भाइहरू, यदि यो देश बलभद्र कुँवर साना साना भाइ बहिनी र महिलाहरू र वृद्ध बुवा आमाहरूले नबचाइदिएको भए आज हामी गर्व गरेर नेपाली हुँ भन्न पाइँदैनथ्यो। त्यसै गरी भोलि कुनै देशले युद्ध आह्वान गर्यो भने तिमी बाहुन र म बाहुनी मात्रै जाने होइन क्या, त्यो युद्धमा देश बचाउनको लागि सबै जात धर्म राई लिम्बू सबैजना मिलेर यो देश बचाउँ भनेर तम तयार भएर जान्छौँ भनेर भन्दाखेरि तपाईँ जानु न, तपाईँलाई रहर होला, मलाई त रहर छैन, मेरा त अनेकौँ रहरहरू छन् जुन मैले पुरा गर्न बाँकी छ भनेर भन्दाखेरि छक्क परे क्या। देशको लागि योगदान दिनुपर्छ भनेपछि त आपत पर्दो रहेछ त। ओ माई गड। अनि अहिले हामी जेनजीहरू कस्तो छौँ भने हामीलाई देशको लागि बनेका गीतहरू परको कुरा हो। त्यो त नेपाली गाना पनि हामी प्रायः सुन्दैनौँ, हामी हिन्दी गाना इङ्ग्लिस गाना, अहिले त हिन्दी सिरियलहरू कोरियन ड्रामाहरू इङ्ग्लिस सिरिज मुभिजहरू हेरेर हामी त नेपाली त हेर्दैनौँ। नेपालको मुभीहरू त चल्दा नि चल्दैन। इन्डियाको मुभी हाम्रै देशमा ब्लकबस्टर हुन्छ भने हाम्रो देशको मुभी त कहाँ चल्छ र। अनि त्यही भएर देशको गाना जब सुनिन्छ तब देशको माया लाग्छ। यो ग्यारेन्टी दिन्छु म, देशको गाना जब सुनिन्छ तब देशको माया लाग्छ। अनि देशको लागि योगदान के दिने हो तब फिक्स हुन्छ। त्यही भएर सुन्नुपर्छ है। हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, श्रम गरौँ सबै मिली बनाउँ यो देश। अब गाना त लामो छ, अहिलेलाई यति नै।